फाइनली दाले पनि फेसबुक यो माछा अर्डर आएको छ। यो माछा नि यसै यो चाहिँ अब मसलामा दल फाइनली साथीहरू हामी चाहिँ ड्युटी पनि आइसक्यौँ। लेट्स गो चलो जाता लागि यार। हाय अरे जिउ दुखेर खतम। बिहान उठ्नु पनि मन गर्दैन, यस्तो हालत भइसकेको छ काम गर्दा गरेर जिउ गोलेर गोलिसकेको छ जिउ। अब हड्डी मात्रै गोल्नु बाँकी छ क्या, जिउ चाहिँ अलरेडी गोलिसकेको छ। जाउँ कहाँ ढुँढ रहा है आप? तो सबैजनालाई मेरो भिडियोमा स्वागत गर्दै र मेरो भिडियोको सुरुवात चाहिँ भइसकेको छ साथीहरू। र मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेर्दै आफ्नो प्रतिक्रिया दिनु होला तपाईहरुले, के कसो लाग्यो भनेर। हामीहरुको चाहिँ ड्युटीदेखि रुम र रुमदेखि ड्युटी यति नै काम बाँचिरहेको छ कि। बिहान एउटा ड्युटी गयो अनि राति छुट्टी भएर फेरि आयो, ओछ्यानमा सुत्यो, फेरि बिहान उठेर ड्युटी गयो। यही हो हाम्रो काम चाहिँ कि। अरू कहीँ जानु पाइँदैन। छुट्टी भेट्यो भने चाहिँ अब मात्रै हो, गभर्मेन्ट छुट्टी भेट्यो भने चाहिँ मात्रै हो। र आफ्नोतिरबाट छुट्टी लिउँ भन्दाखेरि छैन। ऊ दाजु र म दुईजना मात्रै, एकजना छुट्टी बस्छ भने एकजना कसरी काम गर्छ होइन, काम गर्नु पनि सकिँदैन। त्यही भएर चाहिँ ड्युटीदेखि रुमदेखि ड्युटी भइरहेको छ कि। कहीँ जानु पनि पाइँदैन, केही गर्नु पनि पाइँदैन, कामै मात्रै गरिराख्नु पर्ने छ क्या। फाइनली साथीहरू हामी चाहिँ ड्युटी पनि आइसक्यौँ होइन। दाजु चाहिँ किचनमै छ, म चाहिँ हल्का अब दोकानमा गएको थिएँ कि। दोकानमा काम भएर चाहिँ दोकानतिर गएको थिएँ। दाजु चाहिँ आएर यहाँ काममा धमाधम लगाइरहेको छ। छिटो गर, आज शनिबार आज टाउको पुडाउने दिन क्या। टाउको पुडाउने दिन हामीहरूको चाहिँ आज भने नि खतरा चल्ने छ क्या। आज शनिबार र आइतबार दुई दिन चाहिँ खतरा बिजी हुन्छ क्या। आज फेरि शनिबार हामीहरूको बोजूलाई पनि हेर्ने एकचोटि कडाइले कुनै बाँकी इर्को मादा कुर्तो त्यो के हिँड्के एने कडाइ दे अन्त कडाइले पुनः। र म आइसकेँ ड्युटी साथीहरू। अब धमाधम कामतिर चाहिँ गर्नुपर्ने होइन बा। दादा अब धमाधम कामतिर जानु पर्यो धमाधम। दाजु एक्लै काम गरिरहेको छ, त्यही भएर चाहिँ अब दुईजना भएर छिटो काम चाहिँ सकाइहाल्नु पर्यो क्या। नभए भरे भ्याइँदैन। र मेरो भिडियोलाई चाहिँ हेर्दै गर्नु। आजभोलि हामीहरूको बोजू पनि साह्रै अल्छी भएको छ यार नै। फालबुटुको यतिकै छ, बोजू चाहिँ यतापट्टि भन्नु धमाधम धोएर दियो भने पो हामीहरूको पनि छिटो काम सकिन्छ नि। धोएर दिएको छैन। दाजुले कटिङ गरिरहेको छ, अब म चाहिँ यतिकै उभिरहेको छु कि। अब थालबुटुको भयो भने मसला बनाउने हो। थालबुटुको चाहिँ अब यस्तै फेकिरहेको छ। अघि नै बिहानै आएर चाहिँ अहिलेसम्म धुकै छैन कि। बहुत अल्छी भएको छ क्या, बहुत अल्छी। अगाडि भन्दा चाहिँ अल्छी बोजू। साथीहरू सबै कामहरू सकाएर चाहिँ अहिले हामीहरू चाहिँ हल्का बसेर क्या सिगान तान्दै स्याक गर्दै क्या। सर्दी लागिरहेको छ, बिन सिजनमा सर्दी लागेको छ। अलिकति पानी पर्छ, घाम लाग्छ क्या, यस्तो भएर चाहिँ एकदम মানে सर्दी भएको छ नि। हामीहरूको बोजूलाई नि चिया पकाउँदैछ। चिया अब ताजा चिया खाने हो। चिया खाए पछाडि फेरि अब यहाँ किचनमै त छु। अब अर्डर आयो भने चाहिँ लगाउँदै दिने हो, त्यही हो अब। तर हामीहरूको बिहानको सेटिङ चाहिँ हामीले सकाएर चाहिँ अहिले हल्का अब रेस्ट गरेको। रेस्ट गर्ने टाइम दियो। अब अर्डर त्यति एउटा आएन, नभए त फेरि शेष हुने थियो। शनिबार फेरि शनिबार त भक्कु बिजी चल्ने दिन, तर आज चाहिँ चल्दैछ छैन। सायद राति चल्छ जस्तो लाग्दैछ क्या। बिजी चाहिँ राति हुन्छ जस्तो लाग्दैछ। अब हेरौँ, जो होगा देखा जाएगा। यो माछा अर्डर आएको छ। यो माछा नि यसै यो चाहिँ अब मसलामा दाल पारेर चाहिँ ओइलमा चाहिँ फ्राई गरेर दिनुपर्ने क्या। यसलाई चाहिँ अहिले आएको छ अब माछा। यसलाई चाहिँ भन्छ यहाँ नेथली माछा। अब यसलाई चाहिँ ओइल फ्राई गरिदिनु पर्ने। अब यसरी मसला मजाले धोलेर चाहिँ ओइल फ्राई गरिदिनु पर्ने क्या। ओइल फ्राई गरेर चाहिँ फुल ड्राई गरेर दिएको, ड्राई फ्राई गरेर चाहिँ यहाँनिर यसरी राखिदिन्छ। अनि बाजेले लान्छ, ओइ बाजे बाजेले लिएर गएर चाहिँ पर दिन्छ क्या। यस्तै हो हाम्रो काम धाम साथीहरू, के भन्नु होइन।
यही हो हाम्रो काम, पकाउँदै दिने काम के हामीहरूको चाहिँ। पकाउँदै दियो, अरूलाई खुवायो, आफू पनि खायो, बस सकियो। फाइनली दाले पनि फेसबुक खोल्यो। दाले पनि फाइनली फेसबुक खोल्यो, फेसबुक हेर्दैछ। अब दाले पनि राम्रो भिडियो बनाउने वाला छ कनि सायद, हेरौँ अब होइन। ए फेसबुक चाहिँ हेर्नुको लागि मात्रै खोलेको रहेछ, हिजै खोलेको। ए चलाउनुको लागि मात्रै अरे, हेर्नुको लागि होइन, चलाउँछ मात्रै अरे, चलाउँदैछ ऊ। हिजै खोलेको भर्खरै। अब पहिले गोरुहरू के गाई गोरुहरूलाई भक्कु काम दलाउँथ्यो नि त नि, त्यही पाप लागे जस्तो लाग्छ कि कहिले काहीँ चाहिँ। गोरुभन्दा पनि धेर काम गर्नु पर्दैछ अहिले। अनि गाई गोरुभन्दा पनि धेर काम गर्नुपर्छ नै। बिहान 9:30 बजी आएको 11 बजी जानु पर्दैछ। अनि पापै लागेको जस्तो लाग्छ कहिले काहीँ चाहिँ। दालाई चाहिँ यहाँनिर क्रिप्सी चिकन लगाउनु सिकाउँदैछ क्या, क्रिप्सी चिकन नि लाउँदैछ मजासँगले। यस्तै सेम देऊ अझै पारा ल्याउँदैछ, दाजुले पारा ल्याउँदैछ। लिएर आयो, यहाँ हाल्दै अब बस। टक 4 पिस। दाजुले चाहिँ क्रिस्पी चिकन बनाउनु फाइनली सिकिसक्यो, काम सिकिसक्यो। अब दादालाई पनि चाहिन्छ 1 लाख रुपियाँ सेलेरी होला सायद पनि। अब दिलाइदिनु पऱ्यो 1 लाख सेलेरी अब दादालाई पनि। अब त साथीहरू, मेरो भिडियो चाहिँ यहाँसम्मकै थियो। के कस्तो लाग्यो होइन भनिदिनु होला। र अब भेटौँ न अर्को नेक्स्ट भिडियोमा। त्यति जेनसम्मको लागि बाई बाई। राम्रोसँगले बस्नु होला। बाई बाई गर्दै अब यहाँनिर टाटा बाई बाई। नेक्स्ट भिडियोमा भेटौँ ल।